हेलो हेलो साथी हो, हामी चाहिँ आज क्याम्प जाने तयारीमा हो। हामी क्याम्प जानुको लागि हामी हस्पिटल जाँदैछौँ। आज चाहिँ हामी अलिक छिटो ढिलो भयो। हजुर, ढिलो भएको कारण अलिक छिटो जाँदैछौँ है। सोचे चाहिँ जिन्दगी रहेनछ, सोचे चाहिँ जिन्दगी रहेनछ। के भयो भाइ तिमीलाई बिहान बिहान के गर्नु, आज शनिबार भएर पनि क्याम्प जानु परिरहेको छ। बिहान बिहान 5 बजी उठेर त्यही पनि अब चाहिँ हामी क्याम्प जाँदैछौँ। यो एम्बुलेन्समा फ्री आई क्याम्प भनेर सञ्चालन गरिरहेको छ कुटिपुराखा अस्पतालले। तसर्थ हामी क्याम्पमा गइरहेका छौँ। क्याम्पमा के हुन्छ हामी देखाउने नै छौँ। उपचार रोग लगाएर उपचार गर्नुभन्दा रोगै लाग्न नदिनु चाहिँ सबैभन्दा राम्रो उपाय हो। त्यसको लागि पनि हामीले नियमित रूपमा जाँच गऱ्यो भने केही रोग लागिहाल्यो भने पनि समयमा थाहा पाइन्छ। होइन भने म स्वस्थ छु भन्ने कुरा पनि ढुक्क भइन्छ। तर धेरैलाई चाहिँ जाँच किन गर्नु लाग्दैन, जाँच गऱ्यो भने फेरि बिरामी चाहिँ रोग छ भने थाहा हुन्छ, जाँदिनँ भन्ने हुन्छ। तर यसरी टुन मान्छे शिविर गर्दाखेरि धेरैलाई जनचेतना पनि फैलाइरहेको हुन्छ, जस्तो लाभ पनि पाउनुहुन्छ। त्यस कारण पनि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र रक्तदान कार्यक्रममा पनि धेरैको सहभागी होस्, जसले गर्दाखेरि एभ्री ब्लड डोनर सबै रक्तदाता चाहिँ हिरो भन्ने भनिन्छ। किनभने उहाँले चाहिँ एकजनाको धेरैको ज्यादा भइरहनुहुन्छ। आज पनि यो महिनामा यहाँले सहभागी हुनुहुन्न, धेरैभन्दा धेरैको सहभागी होस्, धेरैभन्दा धेरैको जीवन बचाउनका आजको कार्यक्रमले योगदान दिनुहोस् भन्ने सेवा व्यक्त गर्दछु। यति भन्दै धेरै धेरै धन्यवाद दिनुहुँदै आजको भनेको औषधि राम्रो औषधि होइन। ढिल आउँछ होइन, त्यो भनेको तपाईँलाई राम्रो भन्दा धेरै नराम्रोतिर काम गर्छ। त्यही भएर चायाले जोन्सन बेबी स्याम्पू किन्ने